लप्सीको अचार बना भन्छ साथीहरूले। अन्त लप्सीको अचार बनाएर तपाईँहरूको अगाडि रेसिपी लिएर आएको छु। फर्स्ट लप्सीलाई लिने, एकदम मजाले लप्सीलाई लिएर यसलाई सफा गरिदिने पानीमा। कुहिएको अनि बिग्रेको लप्सीहरूलाई एकदम छाटिदिने। त्यो चाहिँ माथि माथि पानीमा तैरिन्छ, त्यसलाई निकालिदिने अलग्गै। त्यसो 10 खेप जस्तो मजाले सफा गरिदिने लप्सीलाई। अनि त्यो लप्सीलाई लिएर पानीमा एकदम 15 मिनट जस्तो उमालिदिने। यसलाई उमालेर लप्सीलाई एकछिन सेलाउन दिने। त्यसपछि मसालाको लागि चाहिँ मैले लिएको छु सुक्खा खोर्सानी, गोटे मसालामा छ धनियाँ, कालो तिल, अन्त जिरा इत्यादि छ। त्यसलाई मजाले भुटेर ग्राइन्ड गरिदिने, साइडमा राखिदिने सेलाउनको लागि। अनि त्यसपछि एकदम तेल खराएर त्यसमा अघि उमालेको लप्सी अन्त लसुन हालेर स्वादअनुसार नुन हालेर मजाले भुटिदिनु हुने। त्यहाँदेखि एकछिन लप्सीलाई सेलाउनु दिएर एउटा सुइटेबल बोइम लिनुहोस् अनि त्यो बोइममा हालिदिनुहोस् लप्सी। हेर्नुहोस् है, एकदम सजिलो छ यो लप्सीको अचार बनाउनु। मेरोमा चाहिँ लप्सी धेरै भएको कारणले गर्दाखेरि मैले फेरि यसरी नै तेल खराएँ अनि लप्सीलाई हालिदिएँ। यसरी मैले चाहिँ तेल चाहिँ निभाएको छु, भुट्नु पर्दैन यसलाई। त्यसपछि यसलाई मजाले यसरी हेर्नुहोस् मसला लगाएर तपाईँले यसमा मसलामा हर्दी पनि एड गर्नु सक्नुहुन्छ। तपाईँले अझै इन्हान्स गर्नु छ भने चाहिँ यसलाई डल्ले खोर्सानी अनि अदुवाहरू पनि हाल्न सक्नुहुन्छ। अन्त यही प्रकारले बोइममा हालिदिने अनि रेडी भयो तपाईँको लप्सीको अचार।